एसोसिएसनसँग हाम्रो निरन्तर संवाद भइरहेको थियो। त्यस सन्दर्भमा स्वास्थ्य मन्त्रालयसँग सम्बन्धित केही विषयहरूमा चाहिँ थप प्रतिबद्धता आउनु पर्यो भन्ने नेपाल मेडिकल एसोसिएसनको विषय र आवश्यक चिकित्सक साथीहरूको पनि भनाइ थियो। त्यस आधारमा हामीहरू अहिले हाम्रो मन्त्रालयका सचिवज्यूहरू पनि हुनुहुन्छ। हामीहरू सबै यहाँहरूको सरोकारका विषयहरूलाई कसरी कार्यान्वयन गर्न सकिन्छ, कसरी यहाँहरूका स्वाभाविक माग पनि म भन्दिनँ विषयहरूलाई कसरी चाहिँ सहज ढङ्गबाट कार्यान्वयनमा लिएर जान सकिन्छ भन्ने सन्दर्भमा हामीहरू द्विपक्षीय एक खालको सम्झौता जस्तो गर्ने र सहजीकरण गरेर अगाडि जाने उद्देश्यले चाहिँ हामी यहाँ आज उपस्थित भएका थियौँ। स्वास्थ्य मन्त्रालयले यी विषयमा पूर्ण निर्देशन दिने, प्रतिबद्धता व्यक्त गर्ने, अपिल गर्ने र यहाँहरूले चाहिँ अबदेखिका आन्दोलनका कार्यक्रमहरूलाई स्थगन गर्ने उद्देश्यले आज हामी पत्रकार मित्रहरूलाई पनि बोलाएर हामीले यो कुरा सार्वजनिक गर्न खोजिरहेका थियौँ। तर अब चिकित्सा शिक्षा आयोगमा निर्णय भएको विषयलाई पनि कार्यान्वयन गर्न व्यावहारिक ढङ्गबाट सम्बन्धित पक्षले नमानेको भन्ने कुरा आइसकेपछि अब हामीले गर्न खोजेको कुराले पूर्णता प्राप्त गरेन, अथवा यो आन्दोलन फिर्ता गर्ने र केही विषयहरूलाई स्वास्थ्य मन्त्रालयले प्रतिबद्धता व्यक्त गर्ने, चिकित्सा शिक्षा आयोगमा हुन बाँकी रहेका विषयहरू लिएर जाने, यो सबै कुरा हामीले गर्न खोजिरहेका थियौँ। अब यसलाई हामीले गर्न खोजिरहेको कुरालाई म अलिकति प्रश्न पार्न चाहन्छु। चिकित्सा शिक्षा आयोगको माघ 25 गतिको बैठकले आवश्यक चिकित्सकहरूलाई निर्वाह भत्ता स्वरूप स्वास्थ्य मन्त्रालयको 8औं तह सरह भत्ता दिने भनेर निर्णय गरेको छ। त्यसको रकम हो 48,737। यो चिकित्सा शिक्षा आयोगले गरेको निर्णय हो, स्वास्थ्य मन्त्रालयले गरेको होइन। चिकित्सा शिक्षा आयोगले गरेको यो निर्णय कार्यान्वयन गर्नै पर्छ। कसैले नमान्ने यो अहिलेका लागि, अनन्त यो नमान्न मिल्दैन। नमानिने हो भने राज्यसँगका कुनै पनि सम्बन्ध रहने स्थिति हुँदैन, सबै तोडिन्छ, सम्बन्ध नै पनि खारेज हुने स्थिति हुन्छ। त्यसैले उहाँहरूले यस्तो गर्नुहुन्छ भन्ने मलाई लाग्दैन। तपाईहरुलाई यसो एक दुईटा कुरा गरेर ठेगानमा ल्याउन सकिन्छ कि भनेर प्रयास गरिएको मात्रै हो जस्तो लाग्छ। तपाईहरुले आफ्नो ढंगले आफ्ना कुरा प्रष्ट ढंगले राख्नुस्। आन्दोलन कसैलाई सोधेर गरिदैन। शिक्षकहरूले 1 महिना आन्दोलन गर्नुभयो, उहाँहरुको एटेन्डेन्स छ। त्यसैले तपाईहरु आफू पनि संगठित भएर ती विषयहरूलाई प्रष्ट ढंगले राख्न सक्नुपर्छ। अब तपाईको यो कुरा पूरा नगरी कुनै धरै छैन। मैले यही हालबाट यो भन्दा अगाडि नै भनेको छु। यो 8औं सरह निर्वाह भत्ता नदिने हो भने अब स्वास्थ्य मन्त्रालयबाट दिने कुनै पनि सुविधा उपलब्ध हुने छैन। त्यो म फेरि दोहोर्याउँछु। त्यसैले अब नीतिगत रूपमा सरकारले निर्णय गरिसकेको छ। अब त्यो अहिले हाताहाती हुन सकेन, तर त्यो लागू नगरी हुँदैन। त्यसैले म यहाँहरुलाई फेरि पनि आग्रह गर्न चाहन्छु, यहाँहरुलाई निर्वाह भत्ता स्वरूप दिने 8औं सरहको त्यो कुनै माया दयाले दिएको होइन, तपाईहरुको कामले दिएको। त्यसैले यो कुरा म यो स्वास्थ्य मन्त्रालयको तर्फबाट म तपाईहरुलाई फेरि पनि आग्रह गर्न चाहन्छु। यो स्वास्थ्य मन्त्रालयको निर्णय होइन। चिकित्सकीय फाँटमा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी हुने भएको कारणले चिकित्सा शिक्षा आयोगले गरेको निर्णय स्वास्थ्य मन्त्रालयले कार्यान्वयन गर्छ। नम्बर 1। नम्बर 2, यहाँहरुको अन्य विषयहरू पनि छन्। जस्तै साप्ताहिक तपाईले कति घण्टा काम गर्नुपर्ने, तपाईहरुले क्रियाविधा पाउने कि नपाउने,
सुत्केरी बिदा पाउने कि नपाउने, वार्षिक रूपमा कति बिदा पाउने, यस्ता केही विषयहरू छन्। यी विषयहरूलाई अब यो सरकारी अस्पतालहरूमा पनि यी विषयहरू छन्, निजी अस्पतालहरूमा पनि यी विषयहरू छन्। त्यसैले यो चिकित्सकीय अभ्यासमा मात्रै सीमित नभएको एकाडेमिक पक्ष पनि जोडिएको कारणले स्वास्थ्य मन्त्रालयले एक्लै यसबारेमा पनि निर्णय गर्न सक्दैन। यद्यपि हामी तपाईहरुका ती सबै कुराहरूमा सकारात्मक छौं। हप्तामा 72 घण्टा काम गरे पुग्ने स्थिति बनाउनुपर्छ, क्रिया विधा यहाँहरूलाई उपलब्ध गराइनुपर्छ, सरकारी व्यवस्था अनुसारको सुत्केरी विधा दिँदा यहाँहरूको एकाडेमिक क्यालेन्डर प्रभावित हुन्छ भन्ने कुराहरू पनि आएको छ। त्यसलाई प्रभावित नहुने गरी व्यवस्थापन गर्नुपर्छ। वार्षिक केही दिनको विधा पनि सुनिश्चित गरिनुपर्छ। यो सबै कुरामा हामी सकारात्मक छौं। तर यसको टेक्निकल पार्ट र सम्बन्धित अरू पक्षलाई पनि जोडेर यसको निष्कर्ष निकाल्नुपर्छ। त्यसैले आज हामी यहाँहरूलाई के प्रतिबद्धता व्यक्त गर्न खोजिरहेका थियौं भने स्वास्थ्य मन्त्रालयकै पहलमा चिकित्सा शिक्षा आयोग, शिक्षा मन्त्रालय र चाहिँ विश्वविद्यालय समेतको सहभागितामा हामी कार्यदल बनाउँछौं र त्यो कार्यदलले दिएको प्रतिवेदनलाई हामीले कार्यान्वयन गर्नेछौं। यो चिकित्सकीय फाँटमा सम्बन्धित विषय भएको कारणले हामीले चाहिँ आयोग बनाएर त्यसलाई एकाडेमिक पार्टबाट पनि समायोजन गर्ने, चिकित्सकीय पार्टबाट पनि त्यसलाई व्यवस्थित गरेर हामीले प्राप्त प्रतिवेदनलाई कार्यान्वयन गर्नेछौं भन्ने कुरा पनि यहाँहरुका बीचमा हामीले राख्न खोजिरहेका थियौं। यो दुईटा विषय अब यहाँहरुको निष्कर्ष के हुन्छ यो यहाँहरुले निर्णय गर्ने कुरा भयो। तर यो दुईटा विषयमा हामीहरु प्रष्ट छौं। चिकित्सा शिक्षा आयोगले गरेको निर्णय स्वास्थ्य मन्त्रालयले कार्यान्वयन गर्छ। मन्त्रालयसँग सम्बन्धित सबैलाई यो कार्यान्वयन गर्नका निम्ति निर्देशन दिन्छ र सबैलाई यो कार्यान्वयन गर्नका निम्ति अपील गर्न चाहन्छ। यो स्वाभाविक विषय हो। यो अस्वाभाविक माग राखेर आफ्नो हितका निम्ति मात्रै सडकमा आएर जबरजस्ती गरिएको विषय होइन। यो स्वाभाविक विषय हो। यो निर्णय भइसकेको विषय हो। यसलाई लागू गर्नुपर्छ पहिलो कुरा। दोस्रो कुरा, यसका प्राविधिक पक्ष मिलाएर यसको टेक्निकल साइडलाई ख्याल गरेर निर्णय गर्नुपर्ने हुन्छ। त्यसको निम्ति चाहिँ कार्यदल आवश्यक हुन्छ। कार्यदल स्वास्थ्य मन्त्रालयको प्रतिनिधि मात्र राखेर बनाउने कुरा स्वाभाविक हुँदैन। विश्वविद्यालय, चिकित्सा शिक्षा आयोग, शिक्षा मन्त्रालय समेतको सहभागितामा कार्यदल बनाएर यहाँहरुका अन्य जुन विषयहरू छन् त्यो विषयलाई सम्बोधन गर्ने कुरामा स्वास्थ्य मन्त्रालय प्रतिबद्ध छ। अब म यहाँहरुलाई फेरि पनि के अपील गर्न चाहन्छु भने यहाँहरुले जुन तपाईहरुको व्यावसायिक विषय राखेर यो आन्दोलन गरिरहनु भएको छ। मैले अघि नै पनि भने यी मागहरू होइनन्, यी स्वाभाविक विषयहरू हुन्, यी न्यूनतम विषयहरू हुन्। तर यो विषय कार्यान्वयन गर्ने सन्दर्भमा यहाँहरुले सरकारलाई दबाब दिन, निजी चिकित्सालयहरूलाई दबाब दिन जुन आन्दोलन भइरहेको छ त्यसले अस्पतालहरूमा बढी प्रभाव पर्यो, स्वास्थ्य मन्त्रालयमा पनि बढी प्रभाव पर्यो। यहाँहरुको कार्यक्षेत्र स्वास्थ्य मन्त्रालय अन्तर्गतका संस्थाहरू छन्। यहाँहरुका सबै विषय स्वास्थ्य मन्त्रालयले मात्रै गरेर नहुने रहेछ। त्यसैले स्वास्थ्य मन्त्रालयको कार्यक्षेत्रका सबै विषयहरू हामी लागू गराउन लाग्नेछौँ। चिकित्सा शिक्षा आयोगको निर्णयलाई हामी लागू गर्न इमानदार प्रयत्न होइन, सम्पूर्ण रूपमा प्रतिबद्धता व्यक्त गर्नेछौँ। तर अस्पतालमा जुन प्रभाव परेको छ त्यो चाहिँ मन्त्री गएर अस्पतालमा उपचार गर्न सक्दैन, सचिव गएर जान सक्ने गर्ने कुरा पनि भएन। अस्पताल चलाइदिने तपाईहरुले नै हो, उपचार प्रदान गर्ने तपाईहरुले नै हो। तपाईहरु त्यति महत्त्वपूर्ण भूमिकामा हुनुहुन्छ। त्यसैले यो कुरालाई विश्वास गरेर यहाँहरुले आजदेखि आफ्ना आन्दोलनका कार्यक्रमहरू स्थगन गरेर अस्पताल गएर उपचार सेवा उपलब्ध गराइदिनका निम्ति म फेरि पनि विनम्र अनुरोध गर्न चाहन्छु। केही समय लाग्यो, यी सबै विषयहरू पूरा हुन्छन्। यसमा अध्यक्षज्यू अब यसमा थप सवाल जवाफ नगरौँ। मैले भन्न मिल्ने कुरा के छ भने यदि यो निर्णय नमानेको लिखित कुनै डकुमेन्ट छ भने त्यसको आधारमा योसँग सम्बन्धित सबै कुरा हामीले पनि लिखित रूपमा लेखेर बन्द गरिदिन्छौँ। हैन, तपाईहरुले लेख्ने होइन, सम्बन्धित संस्थाले। मेरो कुरा सुन्नुहोस् न,
होइन दिँदैन होइन के तपाईँहरू एकछिन कुरा सुन्नुहोस्। कुरा के हुन्छ भने हामीले मौखिक रूपमा हामीले निर्देशन दिने हो, त्यो मान पालना गर भनेर भन्ने हो, त्यसको निश्चित समय अवधिसँग पर्खिने हो। यदि कुनै पनि अस्पतालले माघ 25 गतेको निर्णय हामी कार्यान्वयन गर्न सक्दैनौँ भनेर लेख्यो भने यो मन्त्रालयबाट बिमा जुन उहाँहरूलाई भुक्तानी गरिन्छ त्यो पनि बन्द हुन्छ। होइन तपाईँहरू एकछिन कुरा सुन्नुहोस् न। तपाईँहरू यस्तो तपाईँले लेखेर दिएर बन्द गर भनेर त बन्द हुँदैन नि। मैले भन्न खोजेको उहाँहरू त्यो नियम त्यो निर्णय कार्यान्वयन नगरी सुखै हुन्न के। तपाईँहरू नै कलेजमा जान डराइरहेको हो कि जस्तो लागिरहेछ मलाई। मेरो कुरा पुरा सुन्नुहोस्। उहाँहरू कुनै पनि हालतमा यो कुराबाट भाग्न सक्नुहुन्न। त्यसैले मैले तपाईँहरूलाई भनेको जुन दिन मैले भनेको थिएँ त्यो दिनदेखि ती अस्पतालहरूको यहाँ कुनै पनि काम भएको छैन, फेरि पनि हुँदैन। यो आयोगको निर्णय हो। यो आयोगको निर्णय कार्यान्वयन नभएसम्म मैले फेरि पनि भने हामीले कार्यान्वयन गर्दैनौँ भनेर हामीले उहाँहरूले भनेको अथवा कुनै डकुमेन्ट त चाहियो नि। त्यसैले उहाँहरूले त्यो गर्नै सक्नुहुन्न। हामीले कार्यान्वयन गर्दिनौँ भनेर भन्नै सक्नुहुन्न। यदि उहाँहरूले त्यो भन्नुभयो भने यो सबै कुरा बन्द हुन्छ। राज्यसँग नजोडिकन ती कलेजहरू चल्न सक्छन्। त्यसैले होइन चल्न केही समय चल्ने हो। त्यसैले चाहिँ तपाईँहरूलाई उहाँहरूले नदिकन कुनै पनि हालतमा सुखै हुँदैन। 8औं सरह त्यो निर्वाह भत्ता 8औं सरह नै दिनुपर्छ। त्यो नदिकन सुखै हुँदैन। यो निर्णय हो कि यो मैले व्यक्तिगत रूपमा भनेको कुरा होइन। चिकित्सा शिक्षा आयोगले गरेको निर्णय हो। यो निर्णय स्वास्थ्य मन्त्रालयले गर्न मिल्दैन। चिकित्सा शिक्षा आयोगले गरिसक्यो। त्यो निर्णय मान्न स्वास्थ्य मन्त्रालय बाध्य छ। त्यो निर्णय मान्न ती सम्बन्धित संस्थाहरू मान्न बाध्य हुन्छन्। कसैले अहिले इन्फर्मल्ली तपाईँलाई दिन्न, तपाईँको ठाउँमा म अर्कै राखिसकेँ त्यो भनेर त पार लाग्ने कुरा होइन। मेरो फेरि पनि रिक्वेस्ट छ, तपाईँहरू उपचार सेवामा फर्किदिनुहोस्। धन्यवाद।